सो हाई गाइज, वेलकम बैक टू माई मिनी ब्लग। म चाहिँ आज नयाँ एपिसोड नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। तपाईहरुले लाइक कमेन्ट सेयर गर्नु र लास्टसम्म हेरेर सपोर्ट गर्नु होला। आजको ब्लग एकदम मजेदार र एकदमै राम्रो उत्कृष्ट र तपाईहरुको लागि विशेष हुनेछ। म चाहिँ अब काममा लागिसकेको छु र आँखा हल्का मेरो चाहिँ पोलिरहेको छ, किनकि होल्डिङ हान्नुपर्ने हुन्छ। होल्डिङ हान्दाखेरि आँखा चाहिँ मेरो होल्डिङ लागेर पोलिरहेको छ। हेर्नुला दुई तीन दिनदेखि मेरो आँखा पोलिरहेको छ र होल्डिङ तपाईहरु पनि होल्डर हुनुहुन्छ, यसो होल्डिङ गर्नुहुन्छ। तपाईहरु पनि ग्रिल कारखाना खोलेर बस्नु भएको छ भने सेफ्टी हेलमेटहरु चाहिँ एकदमै बकाइदा लगाएर काम गर्नु होला है त। तपाईहरुलाई म कामको भिडियो पनि अहिले देखाउने छु एकछिनबाट। अब फेरि युट्युबले नयाँ सेटिङ चाहिँ लन्च गर्दैछ, नयाँ रिभ्यू चाहिँ लन्च गर्दैछ भन्ने पछि म्यासेज आइसकेको छ। 2027 मा 2027 मा चाहिँ साना तथा ठुला क्रिएटरहरूलाई निकै नै गाह्रो हुनेवाला छ। विशेष गरी युट्युबले यस्तो सेटिङ यस्तो फ्युचर लन्च गर्दैछ अब 2027 मा, जो कि वाच टाइम आवर छ 8 घण्टाको र सर्ट भिडियोमा 10 मिलियन थियो भने 20 मिलियन भ्युज ल्याएपछि मात्र चाहिँ युट्युब मोनेटाइजेसनको लागि एभाइलेबल बनाएको छ। 20 यानी कि 20 मिलियन भ्युज अन सर्ट भिडियोज एन्ड लङ भिडियो 1000 सब्सक्राइब एन्ड 100 आवर्स वाच टाइम कम्प्लिट गरेपछि युट्युबले बल्ल मोनेटाइजेसनको लागि क्राइटेरिया निर्धारित राखेर पुरा गर्ने भएको छ। 2027 बाट लन्च गर्दैछ। एनाउन्सली युट्युबको अफिसियल्ली युट्युब च्यानलबाट पनि रिलिज भइसकेको छ र गुगलहरुबाट पनि आइसकेको छ। अब तपाईहरुको माइन्ड मेकअप र तपाईहरुको भिजिबिलिटी, तपाईहरुको एक्टिभ र तपाईहरुको संघर्ष कतिको छ त्यो अनुसार इन्भल्भ हुन्छ है त। त्यही नै हो, कुनै केही नयाँ ताजा केही छैन। यस्तै छ जिन्दगी, हल्लियो हिँड्यो खायो डुल्यो भने जस्तो, हल्लियो हिँड्यो पाल्यो बोकेदारी भने जस्तो भइगयो। गाइस, सबैजनाले यो भिडियो लास्टसम्म हेरिदिनु होला। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइबको खाँचो छ। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब। मेरोमा मेन कुरो भनेको तपाईहरुले मेरो भिडियो हेर्नु भएन, मन पराउनु भएन अथवा मेरो क्वालिटी मिलेन, त्यसको लागि क्षमा पाऊँ। तपाईहरुको कमेन्टले गर्दा म भिडियो मजाको बनाउन पाउनेछु भन्ने मैले आशा राखेको छु। र जाँदै भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। र लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि पहिलो अर्को भिडियो भेटौँला। धन्यवाद।